यसभन्दा अघिल्लो भिडियोमा मैले भनेको थिएँ ग्यास्ट्रिक राष्ट्रिय रोग भनेर भन्छन्, तर अब यसलाई चुट्कीमा कसरी ठिक गर्ने त? जो खाना पच्दैन त्यसले ग्यास निर्माण गर्छ। अब खाना पचाउने घरेलु उपाय सुन्नुस् है त। यदि घरेलु उपायमध्ये तपाईले अजवाइन, जो जुवानो भन्छ, र कालो नुन, सेतो नुन हैन, कालो यानी कि या बिरे नुन या कालो नुन, यी दुई मध्ये एउटा सेतो नुन नहाल्नु। यी दुईवटा र अजवाइन 1 चम्मच मात्रै पिसेर पाउडर बनाइकन 1 चुटकी भर नमक हालिकन खाना खाएको आधा घण्टा पछि या खानामा मिलाएर पनि खान सकिन्छ। यसरी खानुभयो भने खाना जो डाइजेस्टिभ फायर हो नि त्यसलाई चाहिँ तेज बनाउँछ र खाना पच्न मद्दत गराउँछ, जसले ग्यासलाई हटाउँछ। 1 हप्ता गरिकन हेर्नुस् यसलाई, 1 हप्ता गरिकन हेर्नुस्। त्यसभन्दा पछि 1 हप्ता पछि फेरि कमेन्ट गर्नु होला, तर गर्नु चाहिँ पर्छ। अथवा यसको साथसाथै तपाई मेथी पनि यसमा जोड्न सक्नुहुन्छ। अनि अर्को कुरा, खाना चपाइकन मात्रै खानु। हामी हतारमा जल्दीबाजीमा खाना खाइदिन्छौँ। दांतों के काम आंतों से नहीं करवाना। त साथीहरु, यो कुराकानी मैले तपाईहरुलाई शेयर गरे। मेरो आफ्नो अनुभव हो। मैले सयौं मान्छेहरुलाई एक्सपेरिमेन्ट गरिकन, यानी कि अनि उनीहरुको एक्सपिरियन्स लिएको आफ्नो पनि हो। म आफुलाई पनि समस्या अलिकति भयो भने म गरिहाल्छु, जसले चाहिँ ठीक गर्छ। तपाईहरु पनि अब पालो तपाईहरुको।